2082 साल वैशाख 25 गतेको बजारलाई हेर्दै नमस्ते हो। आज हामीसँग भएको स्रोतको आधारमा आजको क्यान्डल मुख्य सूचकहरू जस्तै आरएसआई, बोलिन्जर ब्यान्ड्स अनि भोल्युम, सपोर्ट, रेजिस्टेन्स यी सबैलाई केलाएर हेर्नेछौँ। अनि बजारको मनोविज्ञान पनि होइन त? ल त्यसो भए सुरु गरौँ आजको क्यान्डलबाटै। के देखियो आज? आज बजार 2674.70 मा खुल्यो अनि दिनभरि उतार चढाव भएर 2661.64 मा बन्द भयो। भनेपछि लगभग 12 अङ्कको गिरावट। 12 अङ्कले घट्यो अनि क्यान्डल चाहिँ कस्तो बन्यो? क्यान्डल चाहिँ बेरिश नै हो। अझ महत्त्वपूर्ण कुरा, यसको माथिपट्टि लामो छाया छ, अप्पर स्याडो छ। यसलाई बेरिश पिनबार जस्तै भन्न मिल्छ। ए, माथि लामो छाया। यसको मतलब त खै अलि राम्रो सङ्केत होइन होला नि? हो, यसले के देखाउँछ भने दिनको कारोबारमा बजारले माथि त जान खोजेको थियो, 2687 सम्म पुग्यो पनि, तर त्यो टिक्न सकेन। माथिबाट विक्रेता हावी भए र मूल्यलाई तलै तानेर बन्द गराए। भनेपछि क्रेताको प्रयास विफल भयो। यो दबाव मोमेन्टम सूचक जस्तै आरएसआईमा पनि देखिन्छ कि? कस्तो छ आरएसआई? आरएसआई अहिले 49.52 मा छ। यो भनेको ठ्याक्कै 40 देखि 60 को बीचको न्यूट्रल जोनमा हो। न्यूट्रल जोन भनेपछि न खरिद न बिक्री, कसैको स्पष्ट पकड छैन। हो, त्यस्तै देखिन्छ। केही समय अघि अलिकति बाउन्स भएको जस्तो देखिए पनि त्यो बलियो हुन सकेको छैन। त्यसैले आज बियरिश क्यान्डल बने पनि मोमेन्टम चाहिँ अझै कता जाने भन्ने प्रश्न छैन। अनि बोलिन्जर ब्यान्ड्स नै त्यसले केही सङ्केत दिन्छ कि यो अनिश्चितताको बारेमा? बोलिन्जर ब्यान्ड्समा चाहिँ चाख लाग्दो कुरा छ। मूल्य ठ्याक्कै मिडल ब्यान्ड जुन 2663.29 मा छ त्यसकै नजिक बन्द भएको छ। ए, मिडल ब्यान्डको नजिकै। हजुर। अनि अर्को महत्त्वपूर्ण कुरा, ब्यान्ड चाहिँ साङ्गुरिँदै गएको छ। साङ्गुरिँदै त्यसको मतलब के हो फेरि? भोलेटिलिटी कम? ओ, अस्थिरता कम भएको सङ्केत हो यो। तर यसले के पनि जनाउँछ भने बजार कुनै ठूलो चालको लागि तयार हुँदैछ, तर त्यो चाल कता हुन्छ त्यो भन्न सकिन्न। मिडल ब्यान्डभन्दा माथि टिक्न नसक्नुले चाहिँ अझै माथि जान बल नपुगेको देखाउँछ। ओके। अनि भोल्युम, आज त भोल्युम राम्रै देखिन्छ, 11 अर्ब भन्दा माथि। यसले के भन्छ? हो, भोल्युम उच्च छ, 11.41 अर्ब, तर यो उच्च भोल्युम मूल्य घट्दा आएको हो। ए, भनेपछि बिक्री चाप हो। यसले विक्रेताहरू अलि बढी सक्रिय रहेको सङ्केत गर्छ। तर फेरि अघि भने जस्तै आरएसआई न्यूट्रल भएकोले पुरै डराएर बेचेको भन्ने चाहिँ देखिन्न। ठिक छ। अब सपोर्ट र रेजिस्टेन्सतिर जाउँ न त। स्रोतले पिभट पोइन्ट्सको आधारमा के भन्छ? पिभट पोइन्ट चाहिँ 2663.29 मा छ अनि आजको बन्द मूल्य 2661.64, त्योभन्दा थोरै तल रह्यो। तलै रह्यो भनेपछि सपोर्ट कता देखिन्छ? सबैभन्दा नजिकको सपोर्ट S1 चाहिँ 2617.38 मा देखिन्छ अनि माथिपट्टि पहिलो रेजिस्टेन्स R1 त्यो चाहिँ 2707.08 मा छ। ल, यी सबै सूचकहरूलाई एकै ठाउँमा राखेर हेर्दा बियरिश क्यान्डल, न्यूट्रल आरएसआई, साँगुरो ब्यान्ड अनि घट्दा बढेको भोल्युम, बजारको मनोविज्ञान साँच्चै अलमलमा परेको जस्तो छ है। एकदमै। लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन् जस्तो लाग्छ। न त किनिहालौँ भन्ने उत्साह छ, न त बेचिहालौँ भन्ने डर नै। बजार कुनै स्पष्ट सङ्केत कुरिरहेको छ। त्यसो भए यो अलमलको अवस्थामा स्रोतले के सुझाव दिन्छ त? किन्ने, बेच्ने वा कुर्ने? स्रोतले अलि स्पष्ट रणनीति दिएको छ। किन्ने हो भने मूल्य कम्तीमा 2675, 2680 भन्दा माथि स्थिर भएर बन्द हुनु पर्यो अनि आरएसआई पनि 50 कटेको हुनु पर्यो। ए, त्यो भयो भने मात्रै। अनि लक्ष्य कति? त्यस्तो भएमा पहिलो लक्ष्य R1 2607 र त्यसपछि R2 2634 हुन सक्छ। स्टप लस चाहिँ 2610 तल बन्द भएमा राख्ने सुझाव छ। अनि बेच्ने वा सर्ट गर्ने विचार गर्नेहरूको लागि नि? बेच्नको लागि चाहिँ मूल्यले 2650 को स्तरलाई निर्णायक रूपमा तोड्नु पर्यो। त्यो भयो भने पहिलो लक्ष्य S1 2617 र दोस्रो S2 2589 हुन सक्छ। त्यसको स्टप लस नि? त्यसको स्टप लस चाहिँ 2685 माथि बन्द भएमा। र यदि यस्तो स्पष्ट सङ्केत आएन भने? यदि बजार कता जाने भन्ने प्रश्न भएन भने चाहिँ स्रोतले पर्ख र हेर
वेट एन्ड वाच नै उत्तम रणनीति हो भनेको छ। हतार नगर्नु नै बेस। कम्तीमा 2670 माथि टिकोस् वा 2650 तल जाओस्। यो प्राविधिक कुरा भयो। स्रोतले केही बाहिरी कारणहरू पनि औँल्याएको छ क्यारे होइन, जसले बजारलाई असर गर्न सक्छ। हो, स्रोतले केही बाह्य तत्त्वहरू पनि उल्लेख गरेको छ, जस्तै अहिलेको राजनैतिक घटनाक्रम, सरकार परिवर्तनको कुरा, गभर्नर नियुक्तिमा अन्योल, होइन? त्यो त छँदैछ। अनि आर्थिक पाटोमा ब्याङ्कको ब्याज दर एकदमै कम हुनु, बजारमा तरलता मतलब लगानीयोग्य पैसा धेरै हुनु, सायद यही तरलताले गर्दा बजार धेरै तल नगएको पनि हुन सक्छ होला। अनि एउटा सानो उल्लेख भारत पाकिस्तान युद्धको प्रसङ्ग पनि छ, तर खै यो चाहिँ कतिको सान्दर्भिक हो त्यो हेर्नुपर्छ। र फेरि यी स्रोतमा उल्लेखित कुरा मात्र हुन्, हाम्रो विश्लेषण वा समर्थन होइन। सही हो। ल संक्षेपमा भन्दा नेप्से अहिले एउटा अनिर्णयको स्थितिमा छ। सूचकहरूले ठूलो चाल आउन सक्छ भन्ने संकेत त गर्छन्, तर कुन दिशामा त्यो स्पष्ट छैन। हो, मुख्य कुरा के भने किन्ने वा बेच्ने निर्णय गर्नु अघि त्यो स्रोतमा भनिएका मूल्य स्तरहरू जस्तै 2670, 2675 माथि वा 2650 तल बजारले पार गरेर स्पष्ट दिशा दिनु जरुरी देखिन्छ। अब सोच्नुपर्ने कुरा, एकातिर प्राविधिक संकेतहरू यस्तो अनिर्णयको अवस्थामा छन्, अर्कोतिर बजारमा तरलता अत्याधिक छ, ब्याज दर कम छ अनि राजनीतिक अन्योल पनि। यी सबै कुराको तानातानीले आउने दिनमा बजारलाई अन्तत कता डोर्याउला, यो चाहिँ विचार गर्नुपर्ने प्रश्न रह्यो।